Guys, this is the sad news. Iran has attacked Dubai. What I want to say specifically, stay safe, Nepal's brother and sister in Dubai. गाइज यही गर्न सक्छु होइन। अब तपाईँहरू अहिले सेफ बस्नु होला है। पशुपतिनाथसँग यही प्रार्थना छ हाम्रो कि तपाईँहरू जहाँसम्म हुन्छ तपाईँहरू सेफ रहनु होला है। अहिले अब चुनावी माहौल छ, सरकारले पनि के कदम चालेको छ कस्तो चालेको छ थाहा छैन। विशेष गरेर नेपाल सरकारको ध्यान चाहिँ यहाँतिर आकर्षण हुनुपर्छ है। तपाईँहरू जति पनि 15 लाख युवाहरू खाडी मुलुकमा हुनुहुन्छ तपाईँहरूलाई सबलाई सकुशल नेपाल छिराउनुपर्छ है। यो नयाँ सरकार आउँछ जो पनि पुरानो सरकार होस् चाहे अथवा नयाँ सरकार होस्, यो 21 तारिक गतेको निर्वाचन पछिको यिनीहरूले चाहिँ तपाईँहरूलाई सकुशल उद्धार गर्नुपर्छ। म नेपाली जनतासँग यही भन्न चाहन्छु, तपाईँहरू सबैजना आवाज उठाउनुहोस्। विशेष गरेर सरकारको ध्यान यहाँतिर आकर्षण गराउनुपर्छ हामीहरूले होइन। जति पनि हाम्रो नेपालमा विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई हामी सबैजनाले सरकारसँग यही माग गर्नुपर्छ, तिनीहरूलाई जसरी हुन्छ सकुशल त्यहाँबाट उद्धार गरेर नेपाल ल्याओस् है। म यही भन्न चाहन्छु। अब योभन्दा बढी म केही पनि भन्न चाहँदैन, यति नै भन्न चाहन्छु। बाँकी रहेको विदेशमा रहेको दाजुभाइ तथा दिदीबहिनीको हकमा चाहिँ तपाईँहरू जहाँसम्म हुनुहुन्छ सेफ रहनु होला, म यही भन्न चाहन्छु। हस्, धन्यवाद अहिलेको लागि।